तपाईहरुकोतिर कस्तो छ? हाम्रो चाहिँ यता पानी परेको परे 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 परेको परे। हेलो साथीहरु, स्वागत छ फेरि पनि तपाईहरुलाई मेरो अर्को नयाँ भिडियोमा। सबैजना आराम सन्चै हुनुहुन्छ होला। दशैंको टीका पनि सकियो। कस्तो भयो दशैं? तपाईहरुको कस्तो भयो? कसरी मनाउनु भयो? सो दशैं सकिएसँगै पानी परेको परे परेको परे परेको परे परेको परे परेको परे छ है हाम्रोतिर चाहिँ। म चाहिँ अहिले बनेपामा छु, बनेपा सहर। त्यसै त पानी धेरै पर्ने ठाउँ है। परेको परे गर्छ क्या, परेको परे गर्छ, दिक्कै लाग्छ भने। तपाईहरुकोतिर चाहिँ कस्तो छ है? सो अब पानी परेसँगै मलाई चाहिँ हल्का जाडो जाडो भयो क्या, हैन? जाडो लाग्यो मलाई चाहिँ, भनौँ न यसपालिको जाडो चाहिँ पानी परेसँगै छिटै सुरु भयो क्या। सो अब म चाहिँ ज्याकेट लाउनु पर्यो भनेर अब ज्याकेट चाहिँ लाउनै पर्ने भयो क्या। यतिकै कोठाभित्र बस्दा पनि हल्का चिसो चिसो भइरहेछ। यसपालिको जाडो चाहिँ अलिक छिटै आउला। सो म चाहिँ यो 82 सालको जाडोमा पहिलोचोटि ज्याकेट लगाउँदैछु है त। चिसो हावा चलेको क्या, फेरि पानी पर्यो होइन, चिसो हावा पनि चलेको। सो त्यही भएर सो हेर्नुहोस् त, म चाहिँ कोठाभित्रै छु। यहाँ बाहिर चाहिँ पानी परे छ। हिजो रातिदेखि पानी परेको परे छ। अझै 2-3 दिन पानी पर्छ भनेको छ होइन, 4-5 दिनै पर्छ भनेको छ। अब हालत के हुने हो? मान्छे दसैँ घर गएको मान्छे दसैँबाट मनाएर यता काठमाडौँ सहर आउन पनि नपाउने भयो। यात्रा गर्न पनि गाह्रो। कताको यता बिपी हाइवे बन्द भनेको छ होइन। यता चाहिँ मुगलिनको त झन् पहिरो झरेर मुगलिङको जाम हेर्नु, यहाँ हेर्नु, यत्रो पहिरो गएर यहाँ मान्छेहरू सबै अलपत्र, न बाटो खुल्छ न केही हुन्छ। के हो र यस्तो? न सरकार के हेरेर बसिरहेछ हेर्नु, सबै बाटो यस्तो ठाउँमा पहिरो गइरहेछ कि। टिकटकतिर कस्तो पहिरो फसेको डेन्जर भिडियोहरू आइरहेको छ। साह्रै डरलाग्दो छ। तपाईहरु नि सेफ रहनु होला हैन। अझै अब आज दशैंको तेस्रो दिन भयो आज। 18 गते गइसक्यो हैन। 18 गते अब 19, 20, 21, 22 गतेसम्म पानी परेको परे गर्छ पर्छ भनेछ हैन। अब पोहोर पनि ठ्याक्कै यस्तै बेलामा पहिरो गएको हो नि त हैन। असोजकै बेलामा हो। दशैंको घर जाने भन्दा एक हप्ता जति अगाडि यस्तै भारी वर्षा भएर चाहिँ हैन देशमा वितण्डा भएको थियो नि त। रोसी, यहाँको रोसी खोलाले त झन् वितण्डै गरेको थियो हैन। तपाईहरु अब यता काभ्रेमा अनि यता सिन्धुली नजिकै बस्नुहुन्छ भने देख्नुभयो होला। अनि उता धरान, धनकुटा हैन, यता तराई जाने, सिन्धुली बर्दिवास जानेहरूले पनि बाटोतिर देख्नुभयो होला। बिजोग छैन हैन। जाँदाखेरि त उता के अरे यता चरीकोट दोलखा हुँदै गयो होला। फर्किँदाखेरि चाहिँ यही बाटो फर्किन पाइयो। त्यसरी फर्किएको थियो। यसपालि पनि साह्रै बिजोग चाहिँ छ है। बिजोग हुन्छ, पानी परै गर्छ। फेरि धेरै नै पानी पर्छ क्या यो बनेपा भन्ने ठाउँमा चाहिँ। यो पोखरा पछिको धेरै पानी पर्ने ठाउँ होला क्या। सटर लाउने खोल्ने गर्छ। आजबाट चाहिँ हल्का पसलहरू खुल्न लागेको छ। हिजो चाहिँ पुरै बजारै बन्द थियो यतातिर। सो अब आजदेखि चाहिँ हल्का पसलहरू खुल्दैछ। यहाँ चाहिँ डुबान हुन्छ नि त, तपाईँहरूले भिडियोहरू हेर्नुभएको छ होला। बनेपामा चाहिँ लास्टै डुबान पनि हुन्छ। सो डुबान हुने भएकोले यहाँनिर हिँड्न पनि अलिक गाह्रो हुन्छ। यहाँनिर फुल बजार भन्ने ठाउँ, बनेपाको फुल बजार तपाईँहरूले देख्नुभएको छ। पुरै डुबान हुन्छ नि त। बनेपा नजिकैबाट हेर्नुहुन्छ भने होइन। सो डुबान हुन्छ लास्ट। पानी पनि परिरहेछ, खोला नाला बढिरहेछ। कोसी झन् कत्रो भयो होला, सप्तकोशी। तराईतिर झन् कति गाह्रो परेको होला होइन। सो धेरै गाह्रो समय छ। सबैजना होसियार रहनु होला। काठमाडौँतिर त त्यो बागमती छेउछाउको खोलाहरूले त्यो पुरै साइड खोलाको साइड भत्काएर घरहरूलाई नै अलिक गाह्रो परिरहेछ। पुलिसहरूले, सशस्त्रहरूले त्यहाँ चाहिँ निगरानी गरिरहेको भिडियो नि हेरिरहेको थिएँ मैले हैन। त्यो यता भक्तपुर साइडतिर झन् लास्टै डुबान हुन्छ नि।
सो कहाँ हुनुहुन्छ, कसरी रहनु भएको छ, सुरक्षित रहनु होला हैन। भर्खरै दसैँ अब सकियो, फेरि तिहार आउँदैछ हैन। गाउँबाट आउने प्लानमा हुनुहुन्थ्यो होला, आउन पाउनु भएन आज हैन। अब 2-3 दिन 2-4 दिनै पानी पर्छ भनेको छ। अब हेरौँ के हुन्छ। सो सबैजनाले सुरक्षित चाहिँ रहनु होला, होसियारी साथ हैन। अब खोला खुल्सा छेउमा घर हुनेहरूलाई अलिक खतरा हुन्छ हैन। अब बाढी पहिरो जाने ठाउँमा अलिक खतरा हुन्छ। सो सुरक्षित रहनु होला सबैजना। र अब तिहार आउँदैछ, फेरि भाइटिका है। सबैजना यो रमाइलो छेडमा पनि अब कतिजना जेन्जी जो शहीद परिवारहरू हुनुहुन्छ उहाँहरूलाई एकदमै दुःख छ यो बेला हैन। अब के गर्ने, दुःखको बिचमा पनि जिन्दगी त बाँच्नै पर्यो हैन। त्यही भएर सबैजना सुरक्षित रहनु होला, हाँसी खुसी सबैको सोचेको आँटेको कुराहरू पुरा होस्। 2082 पनि अब यार अब मध्ये आइसक्यो। मध्ये भन्दा नि 7 महिना त गइहाल्यो। अब 2-4 महिना छ, त्यसपछि फेरि 2083 साल आउँछ। समयहरू बितिरहेछ है। अब कति गर्न खोजेको काम भएको छैन, कतिको हैन सोचेको काम पुरा भएको छैन। सबैको राम्रो होस्, सबैको भलो होस् है। सबैजनालाई शुभकामना छ, राम्रो होस्। र थ्याङ्क यू सो मच भिडियोहरू हेरिदिनु भएकोमा। यहाँभन्दा अगाडि नै मेरो भिडियो हेर्नुभएको छ भने कमेन्ट गर्नु होला, कस्तो लागिरहेछ, के छ कमजोरी केही छ भने, यो चाहिँ तैँले सुधार्नुपर्छ है भन्ने जस्तो लाग्छ भने त्यो पनि कमेन्ट गर्नु होला। अब यस्तै हो, भर्खर अब भिडियोहरू बनाउने कोसिस हुँदैछ हैन। अब कमजोरी त पक्कै भइहाल्छ हैन। सो त्यो पनि कमेन्ट गर्नु होला। थ्याङ्क यू सो मच। र सबैजना सुरक्षित रहनु होला है त।